नमस्कार, म रेप्टी कुमार घरती मगर, देवचुल नगरपालिका वार्ड नम्बर 10 को वडाध्यक्ष। देवचुल नगरपालिका कृषि विकास शाखाको प्राविधिक सहयोग तथा यो बिउ पनि सहयोग भएको छ। त्यो सहयोगमा हाम्रो वडा नम्बर 10 को विशेष गरी यो पृथ्वी आदर्श टोल विकास संस्थाको पहलमा लाङ्गाली कृषक समूहले यो चैते धान रोप्ने कार्य चलिराखेको छ। यो विशेष गरी अहिले यतापट्टि यो परीक्षणको रूपमा कृषकहरूले यो धान लगाइराख्नु भएको छ। अहिलेसम्म लगाएको थिएन, यस वर्षदेखि लगाउन सुरु गरेको छ। अब कतिको के कसो हुन्छ, राम्रै हुन्छ भन्ने विश्वास लिएको छु। उहाँहरूले मेहनत गरिराख्नु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब यसलाई अलिकति राम्रो गर्न पायौँ भने यो धान अलिकति राम्रै भयो भने अर्को सालदेखि वडाले पनि वडाकै गत बजेटमा पनि यसलाई समेटेर अगाडि बढाउने योजना राखेका छौँ। विशेष गरी कृषि विकास शाखा देवचुल नगरपालिकालाई यो जुन सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु र कृषि विकास शाखालाई मैले अनुरोध पनि गरिराखेको छु। यो प्राविधिक सहयोगहरू के कस्तो हुन्छ, प्राविधिक सहयोगहरू गरिदिनु पर्यो भनिराखेको छु। उहाँहरूले पनि हुन्छ भनिराख्नु भएको छ। पक्कै पनि यहाँ जुन कृषकहरूले मेहनत गरिराख्नु भएको छ, यो मेहनतको फल प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छ र उहाँहरूलाई शुभकामना दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।